नमस्कार दाजुभाइ दिदीबहिनीहरू। हिजो 2866 मा पुगेको नेप्से आज वैशाख 3 गते 33.84 अङ्कले घटेर 2833 को बिन्दुमा झरेको छ। बजारमा आज 236 वटा कम्पनीका लगानीकर्ताहरूले घाटा बेहोर्दा मात्र 31 कम्पनी चाहिँ हरियो रह्यो। यो एउटा सामान्य प्रफिट बुकिङ मात्र हो कि बजार अझै पनि तल झर्ने सङ्केत हो त? आज हामी यसैको बारेमा कुराकानी गर्नेछौँ। आज नेप्से 1.18% ले घट्यो, तर एउटा कुरा सकारात्मक पनि छ। यहाँनिर टर्नओभर अझै पनि 9 अर्ब 31 करोड भन्दा माथि नै छ। यसको मतलब बजारमा लिक्विडिटी र खरिद बिक्री अझै पनि बाक्लो मात्रामा बढी मात्रामा भइरहेको छ। आज सबै जसो सेक्टरहरू रातम्य भए, विशेष गरी फाइनेन्स र अदर सेक्टरमा बढी प्रेसर देखियो। फाइनेन्समा -1.98%, अदर सेक्टरमा -1.90% माइनस भयो र हिजो चम्किएको होटल एन्ड टुरिज्म पनि आज थोरै सेल आएको जस्तो देखिन्छ। साथीहरू, आज बजार घटे पनि भर्खरै आइपिओबाट नयाँ आएको कम्पनीहरू आरएलइएल, एसकेएचइएल, एचएफआइएन, पिसिआइएल र एसआइपिडी जस्ता कम्पनीहरूमा चाहिँ 10% को हाराहारीमा वृद्धि हुँदै सकारात्मक सर्किट पनि लाग्यो। भर्खरै आइपिओबाट आएका कम्पनीहरू त बढ्ने नै भए होइन। आज सबैभन्दा बढी टर्नओभर आरएसएमएलमा आज सबैभन्दा बढी 61 करोड कारोबार भयो। त्यसपछि एनएचपिसी र एसआई प्यानलमा पनि राम्रै टर्नओभर आएको थियो। टेक्निकल चार्ट हेर्ने हो भने बजारले 2900 को रेजिस्टेन्स तोड्न खोजे पनि सफल चाहिँ भएन। आजको रेड क्यान्डलले अलिकति ठुलै सेलिङ प्रेसर पनि देखाएको छ। एमएसिडी पनि तल झरिरहेको छ, बेयरिश क्रसओभरको सङ्केत दिइरहेको छ। आरएसआई 52 मा छ, जसले बजार अझै न्युट्रल जोनमा रहेको नै देखाउँछ। यदि नेप्से 2800 भन्दा तल झर्यो भने चाहिँ अलिकति बढी सजग हुनुपर्ने जस्तो देखिन्छ, मलाई त्यस्तै लाग्छ। साथैहरू, नयाँ वर्षको सुरुवाती दिनहरूमा यस्तो उत्तर चढाव आउनु त सामान्य नै जस्तो लागेको छ मलाई पनि। अहिलेको लागि वेट एन्ड सी को रणनीति सही हुन सक्छ। तपाईले आज कुन शेयर बेच्नु भयो या किन्नु भयो कमेन्ट पक्कै गर्नुहोला र यस्तै डेली अपडेटको लागि फलो गर्न नभुल्नुहोस्। नमस्ते।